एभ्रिवान नमस्ते हजुरलाई रबिन टिप्स च्यानलमा धेरै स्वागत छ। आज म हजुरको सामु खसीको कबाब अर्थात खसीको पक्कुको रेसिपी लिएर आएको छु। हजुरले पनि भिडियो अन्त्यसम्म हेरी घरमै बसी खसीको पक्कु बनाउन सक्नुहुनेछ। यदि हजुरहरु कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी थप भिडियो बनाउन प्रोत्साहन गर्नुस् है त। ल सुरु गरौँ। चाहिने सामग्रीबाट सामु 1 केजी खसीको मासु लिएर आएको छु, जसलाई म मिडियम साइजमा काटेर लिएर आएको छु। हजुरले पनि आफ्नो आवश्यकता अनुसार क्वान्टिटी र साइज छनौट गरेर लिन सक्नुहुनेछ। म खसीको मासुलाई म्यारिनेट गर्नको लागि मसलाको पेस्ट बनाउन जाँदैछु, जसमा मैले लसुन, अदुवा र खडा मसला रेडी गरेको छु। यसलाई म मिक्सचरमा ग्राइन्ड गर्न जाँदैछु। हजुरले मिक्सर अथवा ओखल पनि युज गर्न सक्नुहुनेछ। मैले अघि रेडी गरेर राखेको लसुन, अदुवा र खडा मसलालाई मिक्सचरको जारमा राखेको छु। यसलाई मैले मसिनो हुने गरी ब्लेन्ड गर्नेछु र पेस्ट बनाउने छु। हजुरले पनि यसलाई मसिनो हुने गरी पेस्ट बनाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि मासुको स्वाद बढाउनलाई एकदमै मद्दत गर्छ। हाम्रो पेस्ट रेडी भइसकेको छ। मैले यसलाई एउटा सानो बलमा राखेको छु। यता म खसीको मासुलाई म्यारिनेट गर्नको लागि एउटा थालमा तोरीको तेललाई एड गर्न जाँदैछु। तोरीको तेलले मासुको स्वाद बढाउने हुनाले मैले तोरीको तेल युज गरेको छु। हजुरले अन्य तेल पनि युज गर्न सक्नुहुनेछ। यसमा मैले 2 चम्चा जिरा धनियाको पाउडर राखेको छु, 1 चम्चा काश्मिरी चिल्ली पाउडर राखेको छु, 1 चम्चा बेसार राखेको छु, 1 चम्चा गरम मसला राखेको छु, 1 चम्चा स्वाद अनुसार नुन राखेको छु र मैले यसलाई राम्रोसँग मिक्स गर्न जाँदैछु। यसलाई राम्रोसँग मिक्स हुने गरी चलाउनु पर्ने हुन्छ। सबै मसलाहरू एकअर्कामा मिश्रित हुनुपर्ने हुन्छ, त्यसैले मैले राम्रोसँग यसलाई घोल्दैछु। हजुरले पनि यसलाई राम्रोसँग घोल्नु पर्ने हुन्छ। घोलिसकेपछि यसमा मैले अघि रेडी गरेर राखेको पेस्टलाई एड गर्दैछु। लसुन, अदुवा र खडा मसलाको पेस्ट मैले 2 चम्चा पेस्ट एड गरेको छु। फेरि यसलाई मैले राम्रोसँग घोल्न गइराखेको छु। हजुरले पनि यसलाई राम्रोसँग घोल्नु पर्ने हुन्छ। हातले मजाले फिटिसकेपछि हाम्रो मसलाको कलर नै मिठो खाउ लाग्ने भइसकेको छ। अब म यसमा अघि रेडी गरेर राखेको मासुलाई एड गर्न जाँदैछु। देख्न सक्नुहुन्छ हाम्रो मसला रेडी भइसकेको छ। मैले अघि रेडी गरिरहेको मासु एड गर्दैछु। मासु एड गरिसकेपछि यसलाई मजासँग राम्रोसँग चलाउनु पर्ने हुन्छ। चारैतिर मसला लाग्नु पर्ने हुन्छ। भित्रसम्म यसको मसला लाग्ने गरी हामीले यसलाई चलाउनु पर्ने हुन्छ। मैले पनि यसलाई चलाउन गइराखेको छु। हजुरले पनि मसला भित्रसम्म पस्ने गरी राम्रोसँग चलाउनुहोस्। खसीको मासुलाई यसरी म्यारिनेट गर्नाले मासुको भित्रसम्म मसला र नुन पस्नकै मासुको स्वादलाई एकदमै टेस्टी बनाउनलाई मद्दत गर्छ। त्यसैले मैले यसरी पकाउन गइराखेको छु। हजुरले पनि यसरी पकाएर मिठो मासु बनाउन सक्नुहुनेछ। सबै मसलालाई म्यारिनेट गरिसकेपछि मैले यसलाई एउटा बलमा राखेर 30 देखि 40 मिनेटसम्म छोपेर छोड्दिदैछु। हजुरले पनि छोपेर 30 देखि 40 मिनेटसम्म छोड्दिन पर्ने हुन्छ। मैले कबाब पकाउनको लागि कास्ट आइरनको कराई युज गरेको छु। हजुरले पनि कास्ट आइरन अथवा अन्य किटको कराई पनि युज गर्न सक्नुहुनेछ, जसले गर्दाखेरि मासु टाँसिदैन। अघि म्यारिनेट गरेर राखेको मासुलाई कराई तातिसक्यो भने एड गरेको छु कराईमा। अघि म्यारिनेट गरेर राखेको सबै मासुलाई कराईमा एड गर्नुहोस्। मैले तेल राखेको छैन, किनभने अलरेडी हामीले म्यारिनेट गर्दाखेरि तेल राखिसकेका छौँ। त्यसैले फेरि पनि तेल राख्नु हुँदैन। हजुरले यदि हजुरलाई धेरै चिल्लो मनपर्छ भने हजुरले तेल एड गर्न पनि सक्नुहुनेछ। मासु एड गरिसकेपछि राम्रोसँग यसलाई चलाउनुहोस् र केही बेर छोपिदिनुहोस्। 5-7 मिनेटपछि फेरि यसलाई चलाउनु पर्ने हुन्छ। मैले पनि यसलाई चलाउन गइराखेको छु। यसलाई छोप्दै चलाउँदै गरेर हजुरको 30 देखि 50 मिनेटसम्म पकाउनु पर्ने हुन्छ। मैले पनि यसलाई
टाइममा चलाइराखेको छु। खसीको मासु भएको कारणले गर्दाखेरि सानो ग्यासको फ्लेममा छोप्दै चलाउँदै गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि भित्रसम्म मासु पाक्न जानेछ। देख्न सक्नुहुनेछ मासु एकदम मिठो देखिसकेको छ। मैले यसलाई फेरि छोप्न गइराखेको छु। बेर पाक्न दिएर फेरि यसलाई चलाउनुहोस्। राम्रोसँग मुनि नटाँसिने गरी चलाइराख्नु पर्ने हुन्छ। ग्यासको फ्लेम पनि लो फ्लेममा पकाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मासु मिठो देखेको छ। यसलाई फेरि केही बेर छोप्न गइराखेको छु र यसलाई फेरिमा चलाउन गइराखेको छु। लगभग हाम्रो कबाब पाकेर रेडी हुन थालिसकेको छ। देख्न सक्नुहुन्छ देख्दै खाउँ लाग्ने भइसकेको छ। हजुरले पनि आफ्नो घरमा मिठो कबाब मेरो रेसिपी हेरेर पकाउन सक्नुहुनेछ। मैले ग्यासको फ्लेमलाई अफ गर्न जाँदैछु। ग्यासको फ्लेम अफ गरिसकेपछि यसमा म हरियो धनियाको पत्ता एड गर्न जाँदैछु। हरियो धनियाको पत्ताले मिठो स्वाद बनाउनुको साथसाथै स्मेल मिठो आउने हुनाले मैले हरियो धनियाको पत्तालाई माथिबाट एड गरेको छु र धनिया पत्ता राखिसकेपछि यसलाई राम्रोसँग चलाइदिनुहोस्। हाम्रो कबाब रेडी भइसकेको छ। हजुरले पनि मेरो भिडियो अन्त्यसम्म हेरी घरमै बसी कबाबको रेसिपी बनाउन सक्नुहुनेछ। म यसलाई एउटा बलमा सर्भ गर्न जाँदैछु। हजुरले कबाबलाई रोटीसँग भुजासँग पनि खान सक्नुहुनेछ। हेर्दै खाउँ लाग्ने कबाबको रेसिपी सिक्नको लागि मेरो च्यानल रबिन टिप्स हबलाई सब्स्क्राइब गर्नुहोस् र थप भिडियो बनाउनलाई प्रोत्साहन गर्नुहोस् है त। मेरो भिडियो अन्त्यसम्म हेर्नु भएकोमा हजुर सबैजनालाई धेरै धेरै धन्यवाद।